साथीहरू, म चाहिँ आज यो टिका भैरवको आनन्दवन हस्पिटलमा आएको थिएँ। त्यहाँ चाहिँ मेरो पालो अलि ढिला हुने भएपछि म चाहिँ त्यो हस्पिटलभन्दा मास्तिर यसो जङ्गलतिर निस्केको छु। यो तपाईँले यो सक्नुहुन्छ, यो जङ्गल देख्न सक्नुहुन्छ। अनि म तपाईँलाई खासमा यो भिडियो चाहिँ किन बनाउँदैछु त भने हामी नेपालीहरू भनौँ अथवा संसारकै मानव जाति भनौँ न, होइन, मानव जातिहरू चाहिँ हामी प्राय गरी आफ्नो खुट्टामा आफैले चाहिँ बन्चरो हानिरहेको हेर्नुहोस् है। भनेको के हो त भने हामी आफैलाई क्षति हुने गरी हामी चाहिँ के गरिरहेको हुन्छौँ त भनेपछि काम गरिरहेका हुन्छौँ। त्यसमा दुईवटा कारण हुन्छ। एउटा कारण चाहिँ हामी जानी बुझी पनि हामी चाहिँ आफूलाई क्षति हुने काम गरिरहेका हौँ। त्यो चाहिँ किन गर्छौँ त भनेपछि त्यो चाहिँ पैसाको लोभले, हेर्नुहोस् है, पैसामा बिकेर। अर्को चाहिँ हामी के गर्छौँ भनेपछि अन्जानमा नजानेर हामीले चाहिँ के गरिरहेको हुन्छौँ भनेपछि आफ्नो खुट्टामा आफैले बन्चरो हानिरहेको हुन्छ। भने मतलब हामी आफैलाई कमजोर हुने गरी हामी चाहिँ काम गरिरहेका हुन्छौँ। यो चाहिँ सबै ठाउँ पाइन्छ। तपाईँ चाहिँ यो चाहिँ राजनीतिदेखि लिएर चाहिँ सबैकै सबै नै, होइन, हाम्रो टोल छिमेक सबै ठाउँमा यस्तो हुन्छ। म चाहिँ ठ्याक्कै यो आज यो माथि यो प्रसङ्ग किन निकालिरहेको छु त भने यो तपाईँले जति पनि देख्नु भएको छ यो सल्लाहको बोटहरू, होइन, यो सल्लाहको बोट मुनि तपाईँले के देख्नुभयो हेर्नुहोस्, के देख्नुभयो हेर्नुहोस्। एउटा झारसम्म पनि उम्रिनलाई निकै मुस्किल छ क्या, निकै मुस्किलसँग उम्रिरहेको छ। हेर्नुहोस् यो झारसम्म पनि, हेर्नुहोस् है, यो सबै तपाईँले हेर्नुहोस् ल। भनेपछि यो किन भनिरहेको छु त भने यो जुन सल्लाहको बुट्यानहरू छ, यत्रो झाङहरू तपाईँले देख्नु भएको छ, यो कोही विदेशी आएर रोपेको चाहिँ होइन। रोपेको कसले त भनेपछि हामी आफैले नेपालीले नै रोपेको। अनि यो रोप्ने बेलामा पनि दुईवटा कुरा भयो होला जस्तो लाग्छ मलाई। कसैले नजानेर तपाईँ चाहिँ नबुझेर चाहिँ रोपे। हेर्नुहोस् है, बिचरा तपाईँ चाहिँ बर्खायाममा पहिला घुम ओढ्ने हुन्थ्यो, घुम ओढ्ने अनि हरिहरि खालको प्लास्टी, अनि डोकामा चाहिँ तपाईँ चाहिँ बिरुवा हाल्ने, होइन, अनि तपाईँ चाहिँ काँधमा चाहिँ कोदालो बोक्ने र चाहिँ गएर रोप्ने। हेर्नुहोस् है, र कतिले चाहिँ तपाईँ चाहिँ पैसामा बिकेर रोपे भन्ने मलाई लाग्छ। यस्तो चाहिँ मैले किन भनिरहेको छु त भने जब चाहिँ विश्वको एउटा तथ्याङ्कले के भन्यो त भने नेपाल चाहिँ विश्वमा जलस्रोतको दोस्रो धनी हो, ब्राजिल पछिको दोस्रो धनी हो भनेर तथ्याङ्क निकालिसकेपछि हेर्नुहोस् तिनीहरूको राजनीति कस्तो डेन्जर हुन्छ भने हामीलाई हाम्रो पानीको मुहानहरू सुकाउनको निम्ति अथवा हामीलाई कमजोर बनाउनको निम्ति, हामीलाई ऱ्याङ्कमा दोस्रो तेस्रो चौथो पाँचौँ पुर्याउनको निम्ति भनेर यस्तो स्ट्राटेजी अपनाउँछन् क्या विदेशीहरू चाहिँ, होइन। हामी चाहिँ बुझ्दैनौँ कि अब अथवा कति मैले तपाईँलाई भने नि कति चाहिँ तपाईँ चाहिँ नबुझेर गरिरहेको हुन्छौँ भनेपछि कति चाहिँ तपाईँ चाहिँ पैसामा बिकेर बुझ्या हुन्छ तर पैसामा बिकेर हामी यसो गरिरहेको हुन्छौँ भनेपछि हो। त्यो पानीको स्रोतहरू सुकाउनको निम्ति भनेर विदेशीले चाहिँ एउटा प्लान बनायो। त्यो के प्लान बनायो त भने तपाईँ चाहिँ यो खालको सल्लाहको बोट्यानहरू चाहिँ जहाँ तपाईँ चाहिँ हाम्रो राम्रो जङ्गल हुन्छ, जहाँबाट तपाईँ चाहिँ हाम्रो चाहिँ के भन्छ पानीको मूलहरू तपाईँ चाहिँ फुट्ने सम्भावना हुन्छन्, हो त्यो डाँडाहरू खोजेर चाहिँ यसरी तपाईँ चाहिँ जताततै सल्लाहको चाहिँ बोटहरू रोपिसकेपछि के हुन्छ त भने सबै चाहिँ यो जुन पानीको मुहानहरू, पानीको स्रोतहरू चाहिँ सुक्ने गर्दछन् है। किन त्यसो हुन्छ त भने योभन्दा मुनि मैले भने तपाईँ चाहिँ हेर्नुहोस् त एउटा पनि यो रुखभन्दा केही छैन त, हेर्नुहोस् न, होइन। अरू जङ्गल यस्तो हुँदैन, हेर्नुहोस् है। मैले अस्ति पनि एउटा जङ्गलको फोटो चाहिँ भिडियो हामीसँग एउटा बोलेर हालेको थिएँ, तपाईँले त्यहाँ देख्नुभयो। त्यहाँ मिक्स हुन्छ, त्यहाँ जङ्गलहरू एकदम चाहिँ झाडी टक्क हुन्छ, हरियो हुन्छ। यहाँ के छ, हरियो केही छ, सबै हेर्नुहोस् त यस्तो, होइन। भनेपछि हो त्यसो भएको र हामीले चाहिँ यो ढङ्गले सचेत हुनु जरुरी छ साथी हो। नबुझिकन आफैलाई घाटा हुने गरी, अप्ठ्यारो हुने गरी, आफ्नो खुट्टामा आफू हान्ने गरी हामीले काम गर्नु हुँदैन। जे कुरामा पनि मैले भने तपाईँ हाम्रो डेली लाइफमा पनि त्यही गर्छन् क्या मान्छेहरूले, होइन। जेमा पनि त्यस्तै हुन्छन्, त्यसो गर्छन्। त्यसो हुँदा हामीले तपाईँ चाहिँ जुनसुकै काम गर्दा पनि अरूको लहै भन्दा त्यो के हो त, यसको रिजल्ट के हुन्छ, होइन। यो किन गर्न खोजिरहेछ अथवा किन गराउन खोजिरहेछ र यसको परिणाम चाहिँ के आउँछ, यसको रिजल्ट के आउँछ त, होइन। यसले मलाई कति घाटा पुर्याउँछ, यसले चाहिँ मलाई कति फाइदा पुर्याउँछ भनेर अलिकति सोचेर चाहिँ हामीले काम गर्नुपर्ने हुन्छ। नभए हामीले तपाईँ चाहिँ मैले भने यो त एउटा उदाहरण दिएँ तपाईँलाई मैले, यस्तो चाहिँ धेरै नै हुन्छन् चाहिँ हामी आफ्नो खुट्टामा आफैले बन्चरो हानिरहेका हुन्छौँ। त्यसो हुँदा कृपया सचेत भएर एकदम सचेततापूर्वक चाहिँ जिन्दगीलाई अगाडि बढाउन नसकियो भने जिन्दगी वास्तवमै बिन्दास छ है। जिन्दगी त्यति धेरै मान्छेले सोचे जस्तो चाहिँ एकदम चाहिँ क्रिटिकल ढङ्गले सोचिरहेको हुन्छ। जिन्दगीलाई क्रिटिकल ढङ्गले सोच्नु भने जिन्दगी त यार जिन्दगी भने त यस्तै बवाल हुन्छ, होइन। त्यसो भएर जिन्दगीले क्रिटिकल ढङ्गले जिउने होइन, जिन्दगीलाई बवाल बनाएर जिउने हो, है त। हस्, फेरि अर्को भिडियोमा भेटौँला। हस्, नमस्कार, थ्याङ्क यू फर वाचिङ मी।